हेलो हाई नमस्ते स्वागत छ हजुरलाई मेरो युट्युब च्यानल बिनु एन्ड फुडमा। आज मेरो यो लुक्समा नजानु होला। म चाहिँ बिहानदेखि चाहिँ उठेर खानासाना बनाउने एकदम तयारीमा थिएँ। मैले खाना पाकिसक्यो। आज विशेष के छ भन्दाखेरि चाहिँ बहिनी जोइ आउनु भएको छ काठमाडौँबाट। अब उहाँहरू पनि जाने दिन पनि आउन थालिसक्यो। त्यही भएर एक दिन घरमा चाहिँ खानाको लागि चाहिँ बोलाएको छौँ। अब एकछिनमा उनीहरू पुग्छन्। मैले चाहिँ खाना सबै बनाएर रेडी पारिसकेँ। मैले के बनाएँ आउनुहोस् म देखाउँछु है। यहाँ चाहिँ काँक्रा र मुलाको सलाद काटिराखेको छु। यो चाहिँ बहिनीको जोइले टमाटरको चटनी मन पर्ने भएर टमाटरको चटनी छ। अनि यो चाहिँ सबैलाई मन पर्ने आलु मटर मुला र काँक्राको अचार तीन मिसाएर। यसलाई त नेपाली अचार पनि भन्छन्। यसमा भात छ, यो दाल छ, त्यसपछि यो चाहिँ कुखुराको मासु, किनभने हाम्रो ज्वाइँले खसीको मासु खानु हुँदैन। यसमा चाहिँ खसीको मासु यो के छ यो चाहिँ बेलुकाको खाना बचेको। अब यसलाई वेस्ट गर्नु भएन नि त। ल अब एकछिनपछि बहिनीहरू आउँछन्। अहिले बच्चाहरू चाहिँ भोगाइसके उनीहरूलाई खाना खुवाउँदै गर्छौँ। उसको चाहिँ छोरीलाई उताबाट खाना खुवाएर ल्याउँदैछ अरे। कस्तो छ खाना? खाए ल भन। सानी के खाने हो? डेरी मिल्क पनि खाने? बिहान बहिनी जोइलाई खानामा बोलाएर खानासाना खाएपछि उनीहरू आफू घरतिर लागे। घरतिर भन्नाले मम्मीको घरतिर लागे। त्यसपछि साँझपख हामीहरू फेरि चाट र पानीपुरी खान भनेर राज चाट भण्डारमा गयौँ। यो चाहिँ बस पार्कभन्दा अलि अगाडि रहेको छ। यहाँ चाहिँ एकदमै मिठो पानीपुरी र चाट पाइन्छ। अनि मलाई त पानीपुरी चाटहरू एकदमै मनपर्छ। तर मलाई भन्दा बढी चाहिँ ज्वाइँलाई मनपर्ने रहेछ। अनि छोरीलाई पनि मनपर्ने। हामीले चाहिँ टन्नै खायौँ। बहिनीलाई चाहिँ खासै खान मन थिएन, किनभने उसले दिउँसो के खाएर पेट टम्मै भएको थियो अरे। अनि मैले चाहिँ खान भनेर एक दुईवटा पिस चाहिँ उसले खायो, बाँकी चाहिँ हामीले नै खायौँ। अनि चाट पानीपुरी खाइसकेपछि हामी चाहिँ घरतिर लाग्यौँ। घरतिर लागेर अनि एकछिन म पनि बहिनीहरूसँग मम्मीकोमा गएँ, त्यहीँ बसेँ, कुराकानी गरेँ। त्यसपछि छोरी र म फेरि घरतिर फर्केँ। अनि हाम्रो दिन यसरी नै बितिरहेको छ चाडपर्वको बेला भएर। मैले चाहिँ डेली भ्लगहरू ल्याउन सकिरहेको छैन, किनभने कहिले कता दौडिरहेको छौँ। अझ मैले दसैँ र दसैँमा टिका लगाएको भिडियोहरू त कति मेरो त स्टोरेजमा छ कि यो मोबाइलको ग्यालरीमा। त्योहरू पनि मैले बनाउन पाएको छैन, पोस्ट गर्न पाएको छैन। अब चाहिँ म बिस्तारै त्यो सबै भिडियोहरूलाई चाहिँ एडिट गरेर अलिअलि गरेर डेली पोस्ट गर्नेछु। तपाईँहरूले मलाई सधैँ चाहिँ यो भिडियो पनि हेरेर लाइक गरेर सेयर गरेर यसमा के कस्तो छ कमेन्ट गरेर एकदम साथ र सपोर्ट दिनुहुनेछ। अनि अब चाहिँ मैले चाहिँ डेली भ्लग बनाउने छु। ल त बाई बाई।